माइक्रोसफ्टको को-फाउन्डर बिल गेट्सको एउटा फेमस क्वेट छ, यदि तपाईँ गरिब घरमा जन्मिनु भयो भने त्यो तपाईँको गल्ती होइन, यदि तपाईँ मर्ने बेलासम्म पनि गरिब हुनुहुन्छ भने त्यो तपाईँको गल्ती हो। अब यो कुरामा कुनै डाउट छैन, कोही पनि मान्छे भगवानबाट पैसा लिएर आउँदैन। भगवानले सबैलाई लगभग इक्वली पोटेन्सियल दिएर पठाउनुहुन्छ, तर पनि कोही मान्छे एकदमै ठुलो हुन्छ, एकदमै धनी हुन्छ र कोही मान्छे एकदमै गरिब हुन्छ वा सधैँ स्ट्रगल गरिरहन्छ। सो यो सबै के हो त? यो सबै थिङ्किङ र माइन्डसेटको खेल हो। केही मान्छेलाई राम्रोसँग थाहा छ, यदि आज हामीले थोरै सेक्रिफाइस गर्यो र हार्डवर्क गर्यो भने फ्युचरमा धेरै बेनिफिट हुन्छ। त्यसैले यस्ता मान्छेहरू सुरुदेखि नै लग्जरी कुरामा पैसा नहालेर फ्युचरमा इन्भेस्टमेन्ट गर्छ र उनीहरूको सबै पैसा आफ्नो फ्युचरलाई कसरी राम्रो बनाउन सकिन्छ त्यसमा इन्भेस्टमेन्ट गर्नुहुन्छ र फ्युचरमा त्यो पैसाबाट अझै धेरै पैसा कसरी क्रिएट गर्न सकिन्छ। तर अर्को साइडमा केही मान्छेहरू कहिले पनि चेन्ज चाहँदैन, उनीहरू सोच्छ जसरी चलिरहेको छ त्यसरी चलिरहोस्। त्यसैले तपाईँ एउटा भनाइ सुन्नुहुन्छ होला, मनी इज इम्पोर्टेन्ट बट मनी कान्ट बाई ह्याप्पिनेस। यो कुरा राम्रो इन्टेन्सनले भनिएको होला, तर आजको टाइममा हाम्रो लाइफमा लगभग 80% पैसाले मात्र काम गर्छ। तर याद राख्नुहोस्, पैसा कमाएर मात्र धनी बन्न सकिँदैन। धनी बन्नको लागि पैसालाई मल्टिप्लाई गर्न पनि इम्पोर्टेन्ट छ, किनभने फ्युचरमा यसले तपाईँलाई अनलिमिटेड इन्कम दियोस्। त्यसैले आजको यो भिडियोमा मैले तपाईँलाई 10 वटा यस्तो पावरफुल एसेटको बारेमा भन्न लागेको छु जसले तपाईँलाई केही समयमै धनी बनाउँछ र यो मध्ये कुनै पेड छ भने कुनै फ्री छ। यो भिडियो अन्तिम समय हेर्नु होला र डिसाइड गर्नु होला तपाईँलाई यो मध्येमा कुन सबैभन्दा इजिली एक्चिभ गर्न सकिन्छ जस्तो लाग्छ। नम्बर 10, इक्विपमेन्ट र मेसिनरीमा इन्भेस्टमेन्ट। धनी बन्ने जर्नीमा पैसा मात्र इम्पोर्टेन्ट हुँदैन, इम्पोर्टेन्ट हुन्छ पैसा कमाउने तरिका। इक्जाम्पल, तपाईँले एउटा गाडी किन्नुहुन्छ र त्यो गाडी तपाईँ पर्सनल युजको लागि लिनुहुन्छ भने त्यो तपाईँको लागि एसेट होइन, लाइबिलिटिज भन्छ। तर यदि तपाईँले त्यसलाई ट्याक्सी जसरी चलाउनु भयो भने तपाईँको लागि त्यो डेली इन्कमको एउटा स्रोत बन्छ। त्यसै गरी तपाईँले कम्प्युटर, युट्युब हेर्न, इन्टरटेनमेन्टको लागि, नेटफ्लिक्सको लागि युज गर्नुभयो भने त्यो तपाईँलाई लाइबिलिटिज हुन्छ। तर त्यो ल्यापटपबाट वा कम्प्युटरबाट तपाईँले वेबसाइट बनाउनुहुन्छ, भिडियो क्रिएट गर्नुहुन्छ, बिजनेस म्यानेज गर्नुहुन्छ अथवा कुनै पनि प्रोडक्टिभ काम गर्नुहुन्छ भने त्यो तपाईँको लागि एसेट भन्छ। नम्बर 9, र मेटेरियल र कमोडिटिजमा इन्भेस्टमेन्ट। गोल्डको हिस्ट्री हेर्नुहुन्छ भने 2009 सालमा लगभग 35,000 पर तोला थियो र आज 2026 सालमा लगभग 3 देखि 4 लाख पुगिसक्यो। मतलब 15-16 वर्षमा 10 गुणाले प्राइस बढिसकेको छ। यो कुनै 25 दिनमा पैसा डबल गर्ने स्किम होइन, तर लङ टर्म पैसा यदि कुनै पनि कमोडिटिजमा लाउनुहुन्छ भने त्यसले तपाईँलाई बेनिफिट दिन्छ। तर याद राख्नुहोस्, तपाईँहरू गोल्ड वा कमोडिटिजमा इन्भेस्टमेन्ट गर्दाखेरि तपाईँ डेली लाइफ घर चलाउनको लागि जति पैसा चाहिन्छ त्यो पैसालाई साइड लगाउनुहोस् र उब्रेको पैसा मात्र लगाउनुहोस्, किनभने सर्ट टाइममा तपाईँलाई प्रफिट हुन सक्छ तर लङ टाइममा तपाईँले एक्स्ट्रा अर्डिनरी प्रफिट कमाउन सक्नुहुन्छ। नम्बर 8, बिजनेस। संसारमा लगभग 90% मिलिनियर एउटै चिज गरेर मिलिनियर भएको हुन्छ, त्यो बिजनेस। यदि बिजनेस चल्यो भने यो एकदमै पावरफुल एसेट हो। तपाईँ आफै त्यहाँ नभए पनि तपाईँको सिस्टमले तपाईँलाई पैसा कमाएर दिन्छ। तपाईँ एउटा सिस्टम क्रिएट गर्नुहुन्छ र त्यो सिस्टमले तपाईँलाई पैसा क्रिएट गरेर दिन्छ। तर बिजनेसमा 100% ग्यारेन्टी हुँदैन। त्यसैले सुरु गर्नुभन्दा अगाडि एकदमै रिसर्च गर्नुपर्ने जरुरी छ। र यदि तपाईँसँग बिजनेस खोल्ने पैसा छैन र अलरेडी कुनै बिजनेस चलिरहेको छ त्यसमा तपाईँ इन्भेस्ट गर्न खोज्नुहुन्छ भने तपाईँको लागि सेयर मार्केट वान अफ द बेस्ट हुन सक्छ। नम्बर 7, स्टक मार्केट। केही मान्छेलाई लाग्छ स्टक मार्केट जुवा हो, तर यो सोच गलत हो। जुवा त्यो मान्छेको लागि हुन्छ जो बिना नलेज दिन रात ट्रेडिङ गर्न खोज्छ। यदि तपाईँ लङ टर्म इन्भेस्टमेन्ट गर्नुहुन्छ र म्याक्सिमम राम्रो कम्पनी तपाईँले किन्नु भएको छ भने त्यसले तपाईँलाई राम्रो रिटर्न दिन्छ। यदि तपाईँ ब्लाइन्डली किन्नु हुँदैन, तपाईँ इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि बिजनेस मोडल, प्रफिट र फ्युचर प्लान हेरेर इन्भेस्टमेन्ट गर्नुहुन्छ भने स्टक मार्केट जति रिटर्न तपाईँलाई कसैले दिन सक्दैन। नम्बर 6, क्यास। क्यास पनि एकदमै इम्पोर्टेन्ट एसेट हो। मान्नुहोस् तपाईँले सबै पैसा इन्भेस्टमेन्ट गरिसक्नु भयो, क्यास तपाईँसँग छैन र अचानक एकदमै राम्रो अपर्च्युनिटी आयो र तपाईँले इन्भेस्टमेन्ट गर्न सक्नु भएन, किनभने तपाईँले सबै पैसा इन्भेस्टमेन्ट गरिसक्नु भएको छ। त्यस्तो बेलामा तपाईँले एउटा राम्रो अपर्च्युनिटी लस गर्न सक्नुहुन्छ। त्यसैले इमर्जेन्सी क्यास सधैँ मेन्टेन गरेर राख्नु होला, किनभने यो फ्युचरमा आउने अपर्च्युनिटी र इमर्जेन्सीमा काम लाग्न सक्छ। नम्बर 5, टेक्नोलोजी। टेक्नोलोजीले हाम्रो लाइफलाई एकदमै इजी बनाइदिएको छ। पहिला विदेशमा कल गर्नुपर्दा साइबर जान्नु पर्थ्यो, स्काइपमा कुरा गर्नु पर्थ्यो र एकदमै कस्टली पनि हुन्थ्यो र टाइम पनि धेरै लाग्थ्यो। तर आज व्हाट्सएप, इमो, मेसेन्जर जस्तो एपले अलमोस्ट हामीलाई फ्री बनाइदिएको छ। तपाईँ पनि टेक्नोलोजी युज गरेर कुनै पनि युनिक एप
वेबसाइट वा डिजिटल सोलुसन बनाउन सक्नुहुन्छ जसले मान्छेहरूको प्रब्लम सल्भ गर्छ र यदि फेमस भयो भने यसले लाइफ टाइम तपाईँलाई पैसा कमाएर दिन्छ। नम्बर 4 कपिराइट एन्ड ट्रेडमार्क। युट्युबमा कपिराइट क्लेमको बारेमा तपाईँले पक्कै पनि बुझ्नुभयो होला। जसको कन्टेन्ट हो उसले मात्र पैसा कमाउन सक्छ। त्यस्तै गरी तपाईँले आफ्नो कोर्स, भिडियो वा कुनै गीत बनाएर कपिराइट एसेट जसरी तपाईँले राख्न सक्नुहुन्छ र फ्युचरमा यदि कसैले पनि त्यो कन्टेन्ट युज गर्छ भने त्यो कन्टेन्ट बराबरमा तपाईँले एज अ प्यासिभ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। नम्बर 3 एफिलिएट मार्केटिङ। यसमा न त धेरै पैसा चाहिन्छ न त प्रोडक्ट किनेर बेचिराख्नुपर्छ। तपाईँले एउटा ब्लग या युट्युब च्यानल बनाएर एउटा स्पेसिफिक निशमा काम गर्नुपर्छ। अडियन्स बढ्दै गयो भने तपाईँको प्रोडक्ट रिकमेन्ड गर्नुभयो भने मान्छेहरूले किन्छन् र त्यो किनेपछि तपाईँले कमिसन पाउनुहुन्छ। यो पनि एउटा लङ टर्म एसेट हो। नम्बर 2 पिपल। सेलिब्रिटी, एक्टर, पोलिटिसियन, बिजनेसम्यान किन यति पपुलर हुन्छ? किनभने उनीहरूसँग मान्छे हुन्छ। मान्छे भनेको अडियन्स हुन्छ। कुनै पनि कम्पनीले सेलिब्रिटीलाई किन पैसा पे गर्छ, त्यो पनि करोड्समा? किनभने उनीहरूको अडियन्सले त्यो प्रोडक्ट किन्यो भने कम्पनीलाई फाइदा हुन्छ। अडियन्स एकदमै इम्पोर्टेन्ट र पावरफुल एसेट हो। नम्बर 1 भिडियो। गुगल पछि संसारमा सबैभन्दा धेरै खोजिने सर्च इन्जिन भनेको युट्युब हो। युट्युबमा भिडियो क्रिएट गरेर तपाईँले राख्नुहुन्छ भने यो तपाईँको लागि एकदमै पावरफुल एसेट बन्न सक्छ। तपाईँले यो भिडियो हेरिराख्नु भएको छ भने मैले यो भिडियोमा एकचोटि मात्र मेहनत गरेको हो, तर यो भिडियोले फ्युचरमा पनि इन्कम जेनेरेट गरेर दिन्छ। एकचोटि मेहनत र लाइफ टाइम रिटर्न। यो 10 एसेट जुन तपाईँलाई पैसा कमाएर वा तपाईँको पैसा डबल गरेर दिन सक्छ। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गर्नुहोला र यस्तै भ्यालुएबल कन्टेन्टको लागि हामीलाई सब्सक्राइब पनि गर्नुहोला। हस्, थ्याङ्क यू।